यो चाहिँ दुईवटा हुँदो रहेछ यो के को यो बनाउँदै हिँड्नु पऱ्यो क्या स्याउरो बाओ यो होइन यो मलाई जहाँसम्म लाग्छ यो उसको गाईको मासुको हो यो नखाउँ यो त यो ओनुलुए मान्दु ओनुलुए मान्दै ओनुल भनेको त आज हो जस्तो लाग्छ क्या हो त्यो डेली डम्प्लिङ्स लेखेको छ र यहाँ कस्तो हो त यो के हो यो अब कतिवटा हुन्छ हेर त 4वटा हुन्छ यो त पुग्दैन होला हामीलाई त एउटाले त कहाँ पुग्नु कति रुपियाँ छ यसको खोइ 5000 ए यहाँ छ त प्राइस यहाँ रहेछ 3980 अनि यो चाहिँ सस्तो रहेछ हौ यो त सस्तो रहेछ यो दुईटा उठाउनु ल पुग्छ होला दुई तिनटै लगायो नि हुन्छ दुईटा लाग्यो दुईटा लैजाउँ के हो यो मासु त हुन्छ नि भित्र मासु त हो नि हो तर हेरौँ अब के को हो साजाङनिमलाई सोध्नुपर्छ क्या पोर्कको हो यो त्यसो भने यही लियौँ न और पोर्क लेखेको छ हेर वेयर इज इट 100% नाइस त्यस्तै यो फाइन भयो यो दुईटा लगाउँ तर कति थोरै छ जस्तो लाग्छ क्या यहाँ हेर त आइसिआइसले भरे नि आइसिआइसले भरे नि यहाँ त कुन फाइदा हुन्छ यहाँ त मलाई जहाँसम्म लाग्छ यसमा यो एक प्लेट मात्रै छ भनेको 4-5वटा त दाना ठुल्ठुलो हुन्छ यो 18वटा हुन्छ होइन -18 नेङदोङ फोकवान होइन त ऊ हो सेल्सियस डिग्रीको कुरा हो यहाँ गनेको कतै हुन्छ होला हाउ मेनी पिसेस त यहाँ चाहिँ यस्तो फ्राई राइसहरू पनि छुट्टै पाउँदो रहेछ चिकनहरूदेखि लिएर होइन त प्राइस चाहिँ तर सस्तो हो यार सस्तो भन्नाले तर नेपालको हिसाबमा त मोमोहरू त लास्टै महँगो हो अनि तर यही लैजाउँ न त दुईवटा तर हुन त प्राइस त फेरि उयो हो है दोस्त त्यहाँनिर कति हामीले तिरेको यो ठुलोलाई 19000 कति भन्ने हुन्छ चाहिँ यो 3000 6000 लगभग 7000 तर ठिकै हो दुईवटा उठाउँदा ठिकै हुन्छ त्यो बेला के कसो दुईवटा उठाउनु लिन आउँ न त तर कतिखेर पकाइन्छ अब गएर पकाउने हो कि तीनटा उठाउनु फर्स्ट तीनटै उठाइदियो नि उठाउँ म त नाइ त भन्दिनँ भन न मलाई तीनटा लाँदा त प्राइस उस्तै हुन्छ तीनवटा लाँदा किनभने यहाँ जति उ छ त्यहाँ त धेरै यसको त डबल तिर पऱ्यो होला एकचोटि हेर्न आऊ त घरो खाइदिने भए त खाने फेरि मसला पनि उठाउनु होइन त्योभन्दा त यो धेरै होइन त दोस्त यो ठुलो प्याकेट पनि छ नि तर प्राइस त यसको पनि त त्यही त मोमो चाहिँ हो कि होइन मोमो त मोमै हो त्यो 19009 त्यसको त्यो निकालेर हेरौँ त ए यता पो रहेछ क्या हो प्राइस कुन हो भन्ने थाहा भएन क्या यो ठुलो खाने के भन्दा हो त्यही भनेको ल यत्रो ठुलो छ नि त प्राइस यत्रो ठुलो छ नि यसको यहाँ नाम हेरौँ न यो चाहिँ ख्योसाङ मान्दु खोकी 18500 3 केजीको त्यही त भनेपछि त्योभन्दा त यो त धेरै हो नि त फेरि त्यो र यो उत्रै हो कि यो ठुलो हो यो भन्दा त्यही ठुलो जस्तो लाग्यो 6 मिनेटमा पाक्ने 이거 돼지 만두예요? 예? 돼지? 돼지. 네, 이거. 돼지. 이거 네. 얼마 13,500원. 네. 네. 감사합니다. यही लैजाउँ ल मोमो खोज्दै दिन बित्यो तिम्रो होइन त भेज चाहिने कोरियामा आएर भेज खोजेर हुन्छ भेज चिकन रहेछ ओए मान्दु नै हो यो पनि मान्दु हो यो के हो यो मान्दु नै हो जेमिनालाई विश्वास नगरेर के जेमिनाई त च्याट जिपिटी भन्दा खत्तम छ च्याट जिपिटी राम्रो हो नि सबभन्दा राम्रो महँगो त्यो यस्तो 8980 यस्तो ओ माई गड होइन के भन्दै अझ मोमो हानिन्छ गाई मान्दु नेपालमा हुँदाखेरि कति 180 महँगो लाग्थ्यो हामीलाई यहाँ आएर 400-500 तिर्नुपर्छ एक प्लेट मोमोको होइन एक प्लेट त हजार तिर्नुपर्छ खुसी तिरेछौँ एक प्लेटको भनेपछि त छक्कै परि भयो अब सकिएको नि कुरा होइन हामी धनी मानी मान्छे हो गाइस लट्स अफ मनी छन चाहिँ केही छैन तर पनि छ क्या हामीसँग लट्स अफ मनी छ गाई पोर्क यहाँ त तिमीलाई बिना पोर्कको यहाँ लगभग केही पनि पाइँदैन क्या माछाको छ होइन पर छ त्यो मूल खोकी उसले देखा त हो नि त्यो होइन है उता त पल्ल
एकचोटि भनाइ सोध्नु नि उयो के त उ त्यो ठिक छ सानै भयो नि हेर त कत्रो एकचोटिमा तिमीले 5 वटा खान्छौ ठुलो मान्छेले खाने नै सानो हो क्या त्यो मूल के मान्दो जस्तो लाग्यो त्यही नै होला यही गिरिँदा हुन्छ ल पिज्जा पनि पिज्जा होइन त्यसो यो सबै पिज्जाहरू 2200 2800 5000 यस्तो सबै पिज्जाहरू पनि छ याच्छे एकछिनमा कोरियन भाषा पुरै फरक बोल्छन् लास्टै ट्यालेन्ट है साजङ नि 만두 국 없어요? 국 만두국? 국수 만두국수? 아 네. 저기 어디? 저기 아, 물어봐요. 아 네네 물어보면 네네네 전문가. 이 만두국수. 아 만두국수다. 아 네네네 알겠습니다 만두 국수 यति चाहिँ बोल्न आयो मासिन्दन मान्दु जुसे हो मासिन्दन भने के हो एकदम मिठो मासिस मासिन्दन नै भन्छ हो मलाई डियोलिङ्गोले सिकायो तिमी ट्यालेन्ट छ म त के विश्वास गर्नु त तिम्रो त तिमी हागेर कोरियनसँग फ्लुएन्टली बोल्नु हट कहाँ बोल्यो 고기가 다 들어가. 없어요? 새우 सिफुडको पनि भन न सिफुडको के खान्छ मोमोसँग त्यो मोमो मात्रै खाने अरू के नखाने जुस त उहाँ घरमा पनि छ त ए अरू के लाने त केटा मैले सुन न मार्टमै सस्तो क्यान देखाएको थिएँ त त्यो उठाउँदा हुन्छ नि त्यहाँ गएर कोकहरू छ त त्यहाँनिर त्यो बिहान पानी किन्ने ठाउँ यस्तो क्या हल्का जस्तो पुइसक्यो त्यो बाक्लो यहाँको जस्तै त हो। तागत आउने खाले के त्यो क्यान सस्तो छ क्या त्यहाँनिर भनेको यिनीहरू क्यानहरू यस्तै फेन्टाहरू मात बरु त्यो बदामका टाइपका बदामका छ होला तागत आउने खाले कहिले कहिले प्याक गरेर राखेकोले तिमीलाई तागत त आगो आयो अब यस्तो छ केटाहरूको अझै खोजिसकेकै छैन के खोज्छ केटाहरूले कफी दुधहरू पनि छैन हौ अरू त्यस्तो लगेर देखा थियो यार अघि के ए त्यो खोज तिमीले फेभरेट होइन त सबैभन्दा यो वाला चाहिँ कोरियाको फेभरेट हो मोमो जुस गिटार ट्युनिङ हान गिटार ट्युनिङ हान्ने सबै मलाई देऊ अर्को हातले म उताबाट समात्छु क्या यो के उताबाट समात्ने सामान उताबाट समात्छु भने ल अब घर गइन्छ मस्त मोमो हानिन्छ अब आफ्टर लङ टाइम आज मोमो खाइन्छ होइन खुसी छौ नि मोमो खानु पाएर फेरि के यस केटालाई हेर मोमो हामीलाई त आज आनन्दै साथी त्यस्तो केक चाहिँ खाँदैन बच्चा होइन हामी आज मोमो खाइन्छ यस मोमो खान पाउँदा पनि अति खुसी यति खुसीको सीमा नै छैन होइन त सन्देश मोमो खान पाउँदाको खुसी सीमा नै छैन होइन त किन्दै यस्तो खुसी भएछ अहिले खाने बेला कस्तो होला कस्तो खाने बेला अहिले कसरी बनाउँछ झोल अब तर मेन्टेन हुन्छ नजाने अब 250 नै चाहिन्छ छोडी गएर 150 को मोमो खाने हो ल अब मोमो खाइन्छ यस ओ मोमो त रियल छ यार ओ बास्ना पनि प्योर छ वाउ आज मोमो हानिन्छ गाइस मोमो कस्तो रहेछ खै त्यो भेजवाला मोमोको बास्ना सुगन्ध कस्तो हुँदो रहेछ भेज होइन हो के हो यो आलुवाला ए आलुवाला अलि मासुको हुन्छ तिम्रो त मिठो रे क्या होइन मिठो त यही हुन्छ साथी यही नै हो मिठो त यही हो ठुला डल्ला रहेछ नि यहाँ ल्याउ त खै यहाँ ल्याउ त कस्तो रहेछ डल्ला रहेछ नस्का गेडै ठुलो रहेछ उसका गेडा आलुको बास्ना अलि नमिठो हुँदो रहेछ मासुकै ठिक छ एक
प्लेटलाई काट्न पुऱ्याइन्छ सानो छ त भाँडा पनि फेरि यत्रो भाँडाको मोमो त होइन अब खाइन्छ। अचार टमाटरको बनाउने हो नि।